कहाँसम्मको यात्रा हुँदै साथीहरू अब चाहिँ आज मुक्तिनाथको यात्रा सुरु गरियो। ढोकासोका बन्द गरेर हिँड्यो है। चाहिँ बिन्दवासिनी मन्दिर छ साथीहरू है। कहाँ हिँडेको हो? मुक्तिनाथ हिँडेको हो? ल ठिक छ। हेलो हामी एकदम थकित मुद्रामा छौँ। माछा पुछ्रेको अवलोकन पनि गरौँ है। कुहिरोले केही देखिया छैन। फोटो खिच्नुहोस्। हामी त अब झरेर हिँड्ने। अब यहाँ चाहिँ खाना खानलाई रोकियो। असिम थकाली भान्साघर रहेछ। बाबु माम खाऊ है। मिठो छ खाना? खाना कस्तो छ? के को घिउ हो दिदी? भैँसीको हो?
प्रेम गीत फिल्म बनाएर ठाउँमा नि आइयो नि हामी वारी गाडी मुनि मुनि जाने कि मुनि मुनि हुँदा चाहिँ आइप्याड हो यो चाहिँ के होला यस्तो घर जस्तो माथि माथि क्या राम्रो स्याउभरि मार पर्यो हेलो बेब्स कम हियर हाम्रो चाहिँ यहाँ ड्रेसअप हुँदैछ कसै कसैको चाहिँ ड्रेसअप भयो अरे बाहिर निस्किसक्यो हो दिदीबहिनी खै त हजुरको ड्रेसअप खोइ झुमसुमै बजारमा 12 बजे बस मलाई नि त्यस्तै शङ्का लागिरहेको थियो फ्यासन डिजाइनर हो नि त हामी ल होटल नोर्लिङ मुक्तिनाथ एक पुराण रानी पौवा मुस्ताङ ल अब मुक्तिनाथलाई चाहिँ बाई बाई गरियो घोडाको पथन फोटो खिचायो क्या त्यो ढुङ्गासुङ्गा राखेर झुमसुम डाँडामा झुमसुमको डाँडा चाहिँ बल्ल यहाँ अघि